हाई गाइज, आज हामी चाहिँ दुईजना खसीको भुटनमा खाना खाँदैछौँ है गाइज। म पनि आइसकेँ। मेरो पार्टनर कोका कोला ल्याएन भाइ। जान्नु त लिएर आउनु। कति धेरै हाल्दैन भएको। जान्ने कोको कोला किन हाल्नु नहाल्नु त कोको कोला लिएर आउनु न। जान्नु भयो अब खाम पहिला। तो गाइज कहिलेदेखि खसीको भुटन खान मन लाग्यो होइन। आज हाम्रो खसीको भुटन भात पनि गर्दै म्यामलाई हातले खानु भन्नुभएको भनेको म्यामको नङ भएर अलिक खान नमिल्ने कम्पिटिसन त नगर्ने गाइज। अब मैले जसरी पनि जितिहाल्छु ल है। ल होइन लास्टमा म जे पनि दिन सक्छु नि। हो ल गाइज खतरा हुन्छ फेरि म्याम। को कोलाई बस्नु मनपर्छ भुटनको? मलाई चाहिँ लास्टै मनपर्छ। दामी भएन। म्यामले मिठो बनाउनुहुन्छ क्या गाइज, अनि त्यही भएर म चाहिँ म्यामलाई भुटन खाना बनाउनु लाउँछु कहिले। भुटन मात्र होइन गाइज, सबै मिठो बनाउनुहुन्छ। हिजो पनि मिठो भयो त। आमामा खोर्सानी त यस्तै जिरे जतिकै छ। यहाँ चाहिँ तपाईँको खोर्सानी कोको कोला लिएर आउनु न खानु के। तपाईँलाई मनपर्छ भने बोकेर ल्याइदिएको हिजो मलाई। फेरि म आफू खाने नभएपछि चाहिँ जिरो खानुहुन्छ कि कुन खानुहुन्छ खाने टेस्टै खानुभएको क्या मलाई। अनि सङ्गीताले हो सुगर पनि मिठो हुन्छ। कसरी फेरि जिरो जिरो मन पराउँछ नि त है। सुगर फ्री क्या मिसाइदिन्छु क्या। कोका कोलाको बत्तलै बत्तल छ हाम्रो घरमा त। बत्तलै बत्तल छ। चिसो त तातो छिट्टो हुन्छ। पानीको बत्तल किन्नु पर्ने छैन। हजुरहरू पनि भुटन बनाएर खानुहोस् गाइज है, यस्तो दामी हुन्छ। हजुरहरू बसेको ठाउँमा भुटन पाउँछ? कुन कुन देशमा त पाउँदैन होला नि है। कुन कुन देशबाट हेर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला। डल्लो खुर्सानी डल्लो खुर्सानी फस्फस भएर अस्तिको भुटनभन्दा यो भुटन मिठो है। अस्तिको भन्दा यो मिठो भयो नि भुटन। मिठो भयो। अस्तिको आन्दा धेरै थियो क्या। सर आउनुहुन्छ कि राखिदिनुहुन्छ राखिदिनु त्यो धेरै खान्छ। भुटन खसीको अरू के को पाउँछ? बोसो लिएर आएको नि त बस्दै बोसो अनि मिठो हुन्छ। अहिले खाँदैछु।
다 밀려봐. 그러나? 나 밀려 이 색깔 봐. तपाईँ गाडा जाने भयो कति माया कहिले कहिले फेरि कहिले कहिले के हो कहिलेको गाई होइन बुढाहरूको माया पनि बुझ्न सक्नु हाम्रो मात्र होइन तपाईँहरू पनि त्यस्तै हुन्छ छिनमै आमामामा के गरेर जस्तो छिनमै के आमामा छोडेर हिँडौँ जस्तो गर्छन् के गर्नु खाने बाटो तर तोरे चला म त खान्न मलाई पुग्छ म जस्तो को होला धेरै खाने कहिले नमटाउने दिन आउँछ मटाउनु दिन आउँछ बिहा गर्नु एउटा छोराछोरी पार्नु त्यसपछि मटाउनु अहिले पनि मटाइराख्नु यस्तो मिठो है यो भुटान बनाउनु चाहिँ मैले पनि सिक्न पर्यो है सधैँ तपाईँ नआउनु होला नेक्स्ट टाइम चाहिँ अलिकति तपाईँले हाल्नु मैले त मलाई खानु धेरै हुन्छ होला मलाई सक्नु धेरै भयो मैले रहेछु फेरि भयो काटकुट पार्नु भयो पिरो खाने खोर्सानी डल्ले सानो डल्ले बरु त्यति पिरो होइन गाइस मलाई चाहिँ भुटानको ऊ मात्रै मनपर्छ बोसो मात्रै मनपर्छ के हो यस्तो बोसो खानुहुन्न भन्छ बोसै मात्रै मनपर्छ लगाएर खानु के त्यो छ नि त्यो खोर्सानीको धुलो क्या त्यो त ठुलो मात्रै हाल्नु है थोरै हाल्नु तिमुर हाल्नु त्यसको तिमुर बाख्ना आउँछ नि त किनभने खोर्सानी नहुँदा त्यो ठिक्क हुन्छ क्या हामीलाई कहिले कहिले खोर्सानी हुँदैन नि त त्यो बेला हानी हो नि त अहिले त खोर्सानी अलरेडी चाहिँ हान्छौँ यो खोर्सानी पिरै रहेछ है हिजो ल्याएको खोर्सानी भोक लागिरहेको थियो तपाईँलाई पनि लागेको थियो होला आज त कति छिटो पार्नु आएछ नि तपाईँहरूको मान्छे थिएन लाग्छ यति छिटो पार्नु धेरै हो क्या छिटो काम
त्यसले ल्याप्लुप गर्छ छिर्नु सकिँदै है बस्नु पनि हाल्छु कि सरलाई राखिदिनु पर्ला गाई थपेर नि छिटो सिद्धि अन्त तातो जानु भोक लागेको मिठो भएको अब होइन क्या गइहाल्यो नि म धेरै भात हाल्नुपर्छ चाहिँ धेरै कस्तो मिठो भयो अब जब छिटो सक्छ उयो नाच्छ भनेको ल उठो नाच्नु अब सुरुमा भन्नु भएको थिएन भन्ने लाग्छ सुरुमा भन्नु पऱ्यो नि होइन गाइस नभने कहाँ अनि सुरुमै रुल्स हुनुपर्छ त्यही अनुसारले चलिन्छ रुल्स छैन जे पाए त्यही गरिदिने तपाईँ अहिले आएर लास्टमा आएर जसले ढिलो खान्छ त्यसले नाच्ने ल लास्टै धेरै भएको लाग्यो किन अनि चुते खानुभएको छ अनि कहाँ उठाउँछ त नि त्यो नङ हाल्ने हो कि आज त्यस्तो बोकेर हिँड्नुभएको छ हाल्दैन हुन्छ हाल्दैन त यसले गर्दा नखाएको त मैले यो गर्ने पनि बेला भन्छ यो पनि गरिदिउँला खाइजाने प्लान छ छैन भने त्यो मेन्टेनेन्स गर्नुपर्छ आज है ल उसको पनि फेसियल गर्नु भन्दै थियो कसले के भन्थ्यो किट ल्याउँला भनेर किट छ अरे त उसँग ए उसकै छ अरे छ अरे गाइस म चाहिँ उठेँ थ्याङ्क्स फर वाचिङ बाई बाई लाइक सब्सक्राइब कमेन्ट ओके ल म चाहिँ खाँदै